पनि सडकमा शिक्षा सुधार गर्छौँ भनेर कराइरहेका शिक्षकहरू के तपाईँका छोराछोरी सरकारीमै पढ्छन् त? यदि सरकारी विद्यालयको शिक्षा सुधार गर्ने सपना तपाईँ देख्नुहुन्छ भने पहिला आफ्ना छोराछोरीलाई सरकारीमै भर्ना गर्नुहोस् अनि मात्र तपाईँ सरकारी विद्यालयको गुणस्तर शिक्षाको सपना देख्नुहोस्। नत्र भने तपाईँले सपना देख्न उपयुक्त हुने छैन। अहिले जति पनि शिक्षकहरू आन्दोलनमा गइरहेका छन्, गएर भनिरहेका छन् हामी नेपालको शिक्षा सुधार गर्न चाहन्छौँ, उहाँहरू विद्यालय बन्द गर्ने, आफ्ना छोराछोरीलाई प्राइभेट कलेजमा पढाउने र अन्य गरिबका छोराछोरी सरकारीमा पढ्ने विद्यालयहरू बन्द गरेर आन्दोलनमा लागिरहनु भएको छ। यदि तपाईँ साँच्चै नै शिक्षा सुधार गर्न चाहनुहुन्छ भने पहिला आफ्ना छोराछोरीहरूलाई सरकारी विद्यालयमा भर्ना गर्नुहोस्। पहिला आफूबाट सुरु गर्नुहोस् अनि अन्य व्यक्तिबाट सुरु हुनेछ। यदि तपाईँले शिक्षा विधेयक नै चाहिन्छ भने शिक्षा विधेयकमा दुईवटा कुरा समावेश गरेर अनि मात्र शिक्षा विधेयकको माग गर्नुहोस्। एउटा कुरा, सम्पूर्ण शिक्षक तथा कर्मचारीका सम्पूर्ण छोराछोरीहरू सरकारीमै पढ्नुपर्ने। अर्को, सम्पूर्ण नेपाली अहिले प्राइभेट कलेजहरूले धमाधम भर्ना खोलेर पढाइहरू पनि सञ्चालन भइसकेका छन् भने सरकारी विद्यालयमा भर्ना त के, स्कुल ठप्प गरेर सबै शिक्षकहरू सडकमा उत्रिएका छन्। उहाँका छोराछोरी सबै प्राइभेट कलेजमा भर्ना भएका छन् र भर्ना भएर उहाँका छोराछोरी पढ्न थालिसकेका छन् भने गरिब जनताका छोराछोरीहरूले स्कुल बन्द भएर घरमै बस्न बाध्य भएका छन्। उहाँहरूले कहिलेदेखि पढ्न पाउने त शिक्षक महासङ्घज्यू? मलाई त फेरि अचम्म पनि के लाग्छ भने मैले पनि 3 वर्ष सरकारी विद्यालयमा अध्ययन गरेको, 8, 9, 10 क्लास। उहाँ मलाई पढाउने सम्पूर्ण गुरुहरूका छोराछोरीहरू सबै प्राइभेट कलेज स्कुलहरूमा अध्ययन गर्ने अनि उहाँहरू चाहिँ हामीलाई सरकारी विद्यालय शिक्षा सुधारको नीति सुनाएर गफमा भुलाउने। मैले 3 वर्ष पढ्दाखेरि मलाई पढाउने गुरुहरूका कुनैका पनि छोराछोरीहरू सरकारीमा पढ्दैनथे, सबै प्राइभेट स्कुल र क्याम्पसहरूमा पढ्दथे। यो किन? उहाँलाई के आफूमाथि विश्वास नै लागेको हो त? मैले एक दिन एक गुरुलाई सोधेँ पनि, सर तपाईँ हामीलाई पढाउनुहुन्छ अनि तपाईँका छोराछोरी चाहिँ प्राइभेटमा किन पढाउनुहुन्छ भने उहाँले भन्नुभयो मेरो घरको व्यक्तिहरू चाहिँ मान्नुहुन्न, छोराछोरीलाई चाहिँ प्राइभेटमै पढाउनुहुन्छ भन्नुभयो। त्यसैले म पनि प्राइभेटमा भर्ना गर्न बाध्य भएको छु, उहाँले मलाई भन्नुभयो।